रिभ्युअरकोमा गयो। अब मेरोबाट केमा लगइन गर्नु पर्यो, रिभ्युअरकोमा। मेरो रिभ्युअर भनेको चाहिँ EGP 200 रिभ्युअर। सर यो सबमिट गर्ने हो यसमा? सेन्ड फर रिभ्यू गरेर ओके लेख्नुस्, फर रिभ्यू लेख्नुस् कमेन्टमा, अनि सबमिट गरिदिनु होला। बनाएर गइसकेपछि चाहिँ यहाँ सबै यसरी आउँछ। रिभ्यूअरले चाहिँ एक एकवटा हेर्दै जाने हो। अहिले हाम्रो हकमा चाहिँ एउटा मात्रै छ, त्यही भएर एनुअल इम्प्रुभमेन्ट प्लानमा क्लिक गरेँ। यो क्लिक चाहिँ तल देखाइदियो मलाई, तल यसमा क्लिक गरेँ। यो देखिरहनु भएको छ नि। अब क्लिक गरेपछि यस्तो एउटा मात्र, अरूहरूको अफिसको ठुल्ठुलो अफिसमा चाहिँ टन्नै आउँछ यो, होइन? किनभने सबै एकैचोटि एप्रुभ गरेर राख्नु पर्यो नि त हामीले भदौ मसान्तसम्म। अब आएपछि अब एप्रुभलले रिभ्यूले के गर्ने भन्दा यो एक्सन बटनमा जाने। क्लिक गरेपछि क्रिएटरले बनाएको चिज सबै देखिन्छ यहाँ, है? यो हेर्ने, अनि रिभ्यूले हेर्छ। यदि यो बनाएको ठिक लागेको छ भने उहाँले सेन्ड फर एरिगेसन गर्नुहुन्छ। यदि यो बनाएको ठिक छैन भने सेन्ड फर मोडिफिकेसन गरेर फेरि क्रिएटरलाई नै पठाइदिन्छ, है? अनि सेन्ड फर डेलिगेसन भनेको चाहिँ कहिलेकाहीँ अब मेरो युजरमा त आयो, म बिदामा बसेको थिएँ भने अब अर्को रिभ्युअरको लागि पठाइदिने। यो चाहिँ म बिदामा छु, तिमीले हेर है भनेर अर्को रिभ्युअरको लागि सेन्ड फर टास्क डेलिगेसन भन्छ नि, आफ्नो काम चाहिँ अर्कोलाई डेलिगेट गर्न खोजेको। जस्तै म चाहिँ बिदामा थिएँ, मेरो युजरमा आयो, अब म हेर्न भ्याउँदिनँ भने मैले के गर्नु, यो चाहिँ अर्को रिभ्युअरकोमा पठाइदिन मिल्यो। अब अनि यो कामै नगर्ने भयो, यो ठ्याक्कै नलाने भयो। यो अझ एपिपी नै क्यान्सल गर्नु पर्यो, रिजेक्ट गर्नु पर्यो नि। यहाँ रिजेक्ट गर्यो भने चाहिँ फेरि मोडिफाई गरेर सच्याएर केही पनि गर्न सकिनँ, त्यो गइगयो, पर्मानेन्टली गयो। सेन्ड फर मोडिफिकेसन भनेको चाहिँ यसमा केही बिग्रिया छ, अब क्रिएटरले तिमीले लेखेको बिग्रिया रहेछ, यहाँ डेट कुनै बिग्रिया रहेछ अथवा टाइटल केही बिग्रिया छ भने यो बिग्रिया रहेछ, मिलाएर फेरि पेस्ट गर भनेर दिनु भनेको चाहिँ सेन्ड फर मोडिफिकेसन होइन। अब यो एपिपी नै बन्द, यो छैन, अब यो काम नगर्ने भन्ने हो भने चाहिँ रिजेक्ट। अब हाम्रो हकमा चाहिँ अगाडि बढाउनलाई सेन्ड फर एरिगेसन गर्नुपर्छ। यो सेन्ड फर एरिगेसन बुझाउन चाहिँ सरहरूले अलिकति ध्यान दिनु होला, है? यो चाहिँ एकदम एकचोटि ध्यान दिनुपर्ने हो। फिजिकली भावे हजुरलाई बुझाउन सहिलो हुन्छ। अब तपाईँले मलाई देख्नुहुन्न, मैले तपाईँलाई देखाएको छु नि, यसलाई बुझाउन चाहिँ अलिकति गाह्रो हुन्छ। यो चाहिँ कस्तो हो भन्दाखेरि अलिकति एकछिन रोकेर मलाई ध्यान दिनु ल सबैजनाले। जस्तै एउटा अफिसमा के छ भन्दाखेरि आइटी शाखा छ, अर्को चाहिँ प्रशासन शाखा छ, अर्को चाहिँ सिभिल सेक्सन छ, 3टा शाखा छ अरे मानौ, है? अनि अर्को एउटा शाखा छ प्लानिङ सेक्सन, है? भनेपछि त्यो अफिसमा 4वटा शाखा भयो, प्लानिङ शाखा सुत्ता। अब आइटी शाखामा आइटी इन्जिनियर छ, आइटी उपसचिवको चाहिँ के छ, शाखा प्रमुख हुनुहुन्छ। सिभिल सेक्सनमा सिभिल इन्जिनियर चाहिँ क्रिएटर हुनुहुन्छ अथवा सिभिल इन्जिनियर हुन्छ, अनि त्यहाँ चाहिँ सिनियर सिभिल इन्जिनियर चाहिँ शाखा प्रमुख हुनुहुन्छ। एडमिन शाखा, प्रशासन शाखामा चाहिँ शाखा अधिकृत हुनुहुन्छ र एकजना प्रशासनको उपसचिव हुनुहुन्छ। त्यसै योजना शाखामा अब तथ्याङ्क अधिकृतहरू, योजना शाखामा योजना अधिकृत होला, त्यसै उपसचिव एकजना चाहिँ शाखा प्रमुख हुनुहुन्छ। भने अब के हुने भयो भने अब आइटीको यो कम्प्युटर ल्यापटप किन्नुपर्ने हकमा चाहिँ आइटीको इन्जिनियर क्रिएटर भयो, अनि आइटीको डाइरेक्टर चाहिँ रिभ्युअर होला, त्यो शाखाको प्रमुख होला। अब इन्जिनियरले चाहिँ क्रिएटर मान्छेले यो सबै बनाएर आइटीको उपसचिवलाई दियो। आइटीको उपसचिव भनेको के भयो, यहाँ चाहिँ रिभ्युअर, होइन? अब सिभिल सेक्सनको हकमा सिभिल इन्जिनियर चाहिँ क्रिएटर भयो, उसले यो एपिपी बनायो। अब आफ्नै शाखा प्रमुख जो चाहिँ सिनियर सिभिल इन्जिनियर हुनुहुन्छ, उहाँलाई चाहिँ रिभ्युअर हुनुहुन्छ, उहाँलाई पठाइदियो। अब एडमिन सेक्सनमा शाखा अधिकृतले एपी जस्तै चाहिँ एडमिन सेक्सनबाट मसल भन्दा कुनै फोटोकपी मेसिनहरू, फोटोकपीको प्रिन्टरहरू, फोटोकपी पेपरहरू, होइन, पेन पेन्सिल के किन्नुपर्ने थियो भने उहाँले प्लान बनाउनु भयो। उहाँ क्रिएटर, शाखाको शाखा चाहिँ क्रिएटर हुन्छ, उहाँले क्रिएटरले बनाउनु भयो। र आफ्नै शाखाको शाखा प्रमुख भनेको चाहिँ प्रशासनको उपसचिव हुनुहुन्थ्यो, उहाँ चाहिँ रिभ्युअर हुनुभयो। भनेदेखि यो अहिले लगइन गरेको चाहिँ आइटीको डाइरेक्टरले लगइन गरे जस्तो भयो। अब आइटीको डाइरेक्टरले हेर्नुहुन्छ यो आइटीको सबै कुरा ठिक छ, आफ्नो इन्जिनियरले बनाए ठिक छ भने सेन्ड फर एरिगेसन गरेर चाहिँ यो
यो चाहिँ कसलाई पठाउँछ भन्दाखेरि यो आउने रिभ्युअर भनेको चाहिँ प्लानिङ सेक्सनको उपसचिवलाई पठाइन्छ है। अनि त्यसपछि यो यदि यो काम सिभिलको काम हो भने अहिले लगइन गरेको रिभ्युअर भनेको सिभिलको सिनियर इन्जिनियर शाखा प्रमुख हो। आफ्नो इन्जिनियरले बनाएको काम त्यो शाखाको सिनियर सिभिल इन्जिनियर जो चाहिँ रिभ्युअर हुनुहुन्छ उहाँले हेरेर उहाँले चाहिँ कसलाई पठाउनुहुन्छ यो पनि फेरि प्रशासन योजना शाखाको उपसचिव जो रिभ्युअर हुनुहुन्छ उहाँलाई पठाउनुहुन्छ। यदि यो काम चाहिँ एडमिन सेक्सनको मसलन्द कपी पेन्सिल इरेजर के किन्नुपर्ने हैन, यो हाम्रो के भन्छ आइडी कार्डको डोरी किन्नुपर्ने, पङ्खा किन्नुपर्ने, जग गिलास मग किन्नुपर्ने थियो, त्यसको सिल कोटेसन हुँदैछ। यो क्रिएटर चाहिँ प्रशासन शाखाको सेक्सन अफिसरले बनायो। यो लगइन रिभ्युअर लगइन भनेको अहिले गरेर रिभ्युअरको लगइन भनेको प्रशासन शाखाको उपसचिवको लगइन। उहाँले हेर्नुहुन्छ ठिक छ भने उहाँले पनि कसलाई पठाउनु भयो सेन्ड फर एरिगेसन गरेर त्यही अफिसको चाहिँ प्लानिङ सेक्सनको उपसचिवले पठाउनुहुन्छ भनेको सबै चिज लगेर एग्रिगेट गरेर जोडेर सबै प्लानिङ सेक्सनलाई दिन खोजेको। किनभने प्लानिङ सेक्सनले के गर्छ आफ्नो बजेट कति छ हैन, अब त्यो बजेट अनुसार कतिले त अलिक बढी गरे आउँछ, होइन यो बजेट जति बजेटभन्दा तपाईँले बढी गर्नुभयो भनेर रिजेक्ट गरेर सेन्ड फर मोडिफिकेसन गरेर ब्याक गरेर पठाउनु पर्ने पनि हुनसक्छ। अथवा प्लानिङ सेक्सनले त प्लान गर्ने हो नि त, सबै एकुमुलेट भएर आउनु पर्यो भनेर चाहिँ यो सबै कहाँ जान्छ प्लानिङ सेक्सनको रिभ्युअरकोमा जाने हो। तर अहिले हामी के छौँ भन्दाखेरि हामीसँग जम्मा 3टा युजर छ, क्रिएटर पनि आफै हो, रिभ्युअर पनि आफै हो, अनि त्यसपछि एप्रुभल पनि आफै हो। भनेपछि यसमा भएको क्रिएटर त एउटै हुँदाखेरि आफैले पठा जस्तो देखिन्छ। जस्तै यो त निर्मलकै लगइन हो नि त, यो त हेर्नु त। तर मैले एग्रिगेसनलाई पठाउँदाखेरि एकजना मात्र रिभ्युअर छ भने उही आयो कि, नत्र यहाँ चाहिँ अरू लिस्ट रिभ्युअर अरू पनि आउँथ्यो अनि योजना शाखाको जो रिभ्युअर हो उसलाई पठाइन्थ्यो। अथवा चाहिँ तोकेको होला रिभ्युअर कसले गर्ने एग्रिगेट कसले गर्ने भने तोकेको चाहिँ उसका जान्थ्यो होला। सानो अफिसमा चाहिँ यो 3टा युजर मात्रै हुने भयो, हेर्दाखेरि आफैले पठा जस्तो देखिन्छ। ठुल्ठुलो अफिसमा चाहिँ यो चाहिँ प्लानिङ सेक्सनको रिभ्युअरको लागि जाने हो है, यति क्लियर हुनु होला। अब यहाँ गर्ने के हो भन्दाखेरि फर फेरि मैले रिभ्यू नै लेख्छु, सेन्ड फर अघि मैले सेन्ड फर केमा गरेको थिएँ भने रिभ्यू भनेर पठाएको थिएँ भने यहाँ सेन्ड फर रिभ्यू आउँदैन, सेन्ड फर एरिगेसन भन्ने आउँछ। यसो गर्दा यहाँ रिभ्युअर जो आउँछ अहिले आफै आइगयो, त्यसलाई सेलेक्ट गर्ने, रियलमा चाहिँ जसलाई एरिगेसन गर्न तोकेको छ त्यो रिभ्युअरलाई पठाइदिने है। बुझ्नुभयो? हजुर सर बुझ्यो। ल यसलाई मैले सबमिट गर्छु, हजुरहरूले पनि सबमिट गरिदिनु होला त, सँगसँगै गरिरहनु भएको छ सबमिट गरिदिनु होला। अब आर यु स्योर वान्ट टु सबमिट द प्रोजेक्ट भन्छ, मैले यस गरिदिएँ। ल सेन्ड फर एग्रिगेसन भनेको चाहिँ अब सबैले पठाएर चाहिँ योजना शाखाको उपसचिव जो रिभ्युअर हुनुहुन्थ्यो उहाँकोमा जान्छ। अहिले हाम्रो अब आफै रिभ्युअर भयो भने आफ्नैमा आइसक्यो, हेर्नु त ट्याक्क लाएर फेरि आयो हैन। अब फेरि रिभ्युअरको अकाउन्ट लगइन गर्ने हो। अहिले त तपाईँले मैले जुन देखाइरहेको छु नि यो त रिभ्युअरकै लगइनबाट गरेर देखाइरहेको हो नि त। क्रिएटरले त बनाएर फर रिभ्यू भनेर रिभ्युअरलाई पठाइदियो, मैले रिभ्युअरबाट लगइन गरेँ, हेरेँ। अब मैले चाहिँ सेन्ड फर एग्रिगेसन गरेर फेरि रिभ्युअरमै पठाएको। रियलमा चाहिँ मल्टिपल रिभ्युअर हुनसक्छ, सानो अफिस भने आफै रिभ्युअर होला, आफै एग्रिगेसन गर्ने रिभ्युअर पनि होला, ठुल्ठुलो अफिस हो भने एग्रिगेसन गर्ने रिभ्युअर अर्कै हुनसक्छ। यो चाहिँ रिभ्युअरको लगइन हो, रिभ्युअरको लगइनबाट रिभ्युअरलाई नै पठाओ। यहाँ चाहिँ आफैले आउँछ यो चाहिँ, किनभने एउटा मात्र रिभ्युअर छ हाम्रो। अब एनुअल प्रोक्युरमेन्ट प्लानमा जाने, अघि जस्तै यसमा आयो। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यदि यो योजना शाखाको रिभ्युअरको लगइन हो भने यहाँ चाहिँ टन्न आउँछ, उसले सेन्ड फर बल्क एप्रुभल क्लिक गरेर सबै एकैचोटि अब हाकिमकोमा जाने हो यो एप्रुभ गर्नलाई एक ढिक्का भएर। ल मैले सेन्ड फर बल्क एप्रुभ क्लिक गरौँ। सर एकैछिन योभन्दा अगाडि बताइदिनु नि। योभन्दा अगाडिको भनेको कहाँनिरको बताइदिउँ मैले? यो सबमिट गरिसकेपछि एनुअल प्रोक्युरमेन्ट प्लान एग्रिगेट, त्यसपछि के गर्नु भएको छ? एनुअल प्रोक्युरमेन्ट प्लान एग्रिगेट भन्ने यो हो नि, यसको लागि चाहिँ तपाईँ एनुअल प्रोक्युरमेन्ट प्लान यहाँ क्लिक गर्नु पर्यो। सर
यो क्लिक गरेपछि यहाँ तल एनुअल प्रोक्युरमेन्ट प्लान एग्रिगेट भनेर आउँछ हैन त्यसमा अनि तपाईले यसमा क्लिक गर्नु पर्यो यसमा क्लिक हुन्छ गरेपछि सर, यो खोल्छ यहाँ पुग्नु भयो सर हजुर सर पुगेँ सर। सर हजुर हजुर भन्नु सर यो एडमिनले चाहिँ के गर्नु परेन है यसमा जस्तो Admin- क्रिएटरको प्रोफाइलले मात्रै गर्ने रिभ्यूलाई पठाउने हो नि एडमिन भन्नुभयो होइन हजुरले हजुर हामीले जुन सुरुमा हुन्छौँ नि एडमिन हो अब सुन्नु होला एडमिन भनेको मान्छे को हो भन्दाखेरि उसको काम अरू युजर बनाइदिने अरू युजर सर्भर गयो भने हटाइदिने कोही युजरको कमिटीमाबाट लिने भएर कमिटीमा यो नराख्ने भनेर भनिदियो भने उसलाई हटाइदिने अर्को कमिटीको मान्छे राख्नु पर्यो भने उसको युजर बनाएर कमिटीमा एड गरिदिने उसको एडमिनको काम भनेको युजर म्यानेजमेन्ट गरिदिने काम मात्रै हो